कति वर्षपछि आयो त? After long years, like maybe 15 years. 15 वर्षपछि आयो यो चाहिँ फेरि। किन भन्दा यो चाहिँ विदेशमा थियो, त्यो भएको कारणले हो। हेलो गाइज, हामी चाहिँ यहाँ दुङ्नागढी घुम्न लागेको थियो। अनि यहाँ चाहिँ हामीले फोहोरको व्यवस्थापन चाहिँ राम्रो देखिएन। अब सबैजना पिकनिक गर्न आउने, तर अलिक फोहोरको व्यवस्थापन गरेको छैन रहेछ। त्यही भएर हामी चाहिँ अलिअलि सहयोग गर्नुलाई सफा गरेर सहयोग गर्नेछौँ। खासमा आज दुङ्नागढी घुम्ने भन्ने प्लानले चाहिँ आएको, तर यो ठाउँमा यसरी फोहोर देखेपछि चाहिँ मनले नै मानेन। फोहोरहरू सबै कलेक्ट गरेर व्यवस्थित रूपमा राखेर मात्रै फर्किने हाम्रो चाहिँ सल्लाह भएको छ। ल गाइज, गाइजहरू यस्तो नल्याएर अन्त यस्तो ऐतिहासिक ठाउँमा पिकनिक आएपछि त व्यवस्थितै छैन। अब के गर्नु, त्यही भने छोटो भइहाल्यो टाइम भनेको राख्न। हाम्रो यहाँ सन्तोषले चाहिँ फोहोरहरू कलेक्ट गरेर यो ठाउँलाई सफा बनाउँदैछ। अघि कति धेरै फोहोर थियो, अनि हाम्रो सन्तोषले चाहिँ एकदमै सफा गरेको छ। यो हेर्नु सक्नुहुन्छ, धेरै सफा भइसक्यो, क्लिन। ल हेर्न सक्नुहुन्छ, फोहोर चाहिँ यतिको भयो। तर गाइज अझै पनि सरप्राइज छ तपाईँहरूलाई। यहाँ अझै पनि यो कुनातिर फोहोर बाँकी छ, यो पनि हामी क्लिन गर्नेछौँ। ल गाइज, अब हामी यहाँ अर्को फोहोर भाटामा गयो। ल हेर्नुहोस्, यहाँ अब मुस्ताङ, कुन चाहिँ महान व्यक्तिले मुस्ताङ लडाएर यस्तो राम्रो चौरमा फ्यालेको छ। अब यो थाहा छैन कसले गर्यो। ल गाइज, अब हामीले हेर्नु सक्नुहुन्छ तपाईँहरूले, यो प्लेस फोहोर थियो, अहिले चाहिँ अनि क्लिन भएको छ। अब यो हामीले यति बनाएको छौँ। अब यसलाई चाहिँ व्यवस्थित ठाउँमा हामी लगेर जानेछौँ। ल लागौँ। ल गाइज, आज चाहिँ हामीले सरसफाइ गरिसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ कति धेरै फोहोरहरू थियो। अनि मेरो एउटा छोटो सूचना चाहिँ के छ भन्दाखेरि, अब जो पनि यहाँ पिकनिक गर्न आउनुहुन्छ, अब यो ऐतिहासिक ठाउँ हो, फोहोर जतापत्ता नफालिदिनु होला। अनि अर्को कुरा चाहिँ अब दुङ्नागढीमा अब को छ फोहोरको व्यवस्थापन गर्ने, यसो बेला बेलामा तपाईँहरूले यहाँ चेकआउट गर्न आउनु पर्छ होला जस्तो लाग्यो मलाई चाहिँ। है, केही छ? अब केही छैन। अब हामीले यति क्लिन गर्यो, त्यसको लागि सन्तोषलाई धेरै धेरै धन्यवाद। अब यहाँ त्यहाँ एकदमै धेरै फोहोरको डङ्गुर थियो। यो यहाँको डस्टबिनहरू पनि सबै लथालिङ्ग थियो। अब हामीले अरेन्ज त गरिसक्यौँ। अफकोर्स अब हामीले त्यत्रो फोहोर छुएपछि हात धुनुपर्छ, सबैजना स्टे सेफ हुनुपर्छ। त्यही भएर अब हामी मजाले साबुन पानीले हात धुन जाँदैछौँ। आजको लागि त्यति नै, बाई बाई। ल गाइज, हामी चाहिँ फर्केको अवस्था। हात पनि धुनु पाएन, माथि धारामा पानी छैन रहेछ। त्यही भनेको, पानी नै छैन रहेछ। सायद उता छ होला उता। अब हात धुनुपर्छ गाइज, साबुन त पाउँदैन होला। त्यहाँ चाहिँ गेट बन्दै गरेको रहेछ, दुङ्नागढीको शानदार गेट होला जस्तो छ है। दामी बन्दैछ गेट चाहिँ। त गाइज, तपाईँहरू पनि दुङ्नागढी आउन सक्नुहुन्छ। एकदमै ऐतिहासिक ठाउँ हो, हामी सबैलाई थाहा छ दुङ्नागढीको बारेमा।